सेवारो ल सेवारो सर सेवारो आराम हुनुहुन्छ सर म सन्चै छु तपाईँ कस्तो हुनुहुन्छ एकदम आराम ल सबैसँग नमस्कार युरोपाटी हेरेर बस्नु युरोपाटीका शुभचिन्तकहरुमा आज हामी एउटा विशेष भिडियोको साथमा तपाईहरुसँग उपस्थित भइसकेका छौं आज हामीसँग तपाईहरुले देखिसक्नु भएको छ एकदमै चर्चित गायक हास्य कलाकार के भनेर चिनाउ फुर्के लाउरे हामीसँग पोर्चुगलमा आइसक्नु भएको छ विशेष गरी किरात याथुङ पोर्चुगलको आयोजनामा भोलि हुने सांस्कृतिक कार्यक्रमको लागि उहाँ पोर्चुगल आउनु भएको हो र यसै विषयमा रहेर आज हामी उहाँसँग कुराकानी गर्नेछौं सर फेरि पनि हजुरलाई सेवारो फेरि पनि सेवारो अनि फेरि पनि तपाईलाई धन्यवाद हाम्रो युरोपाटीमा स्वागत छ हजुरलाई धेरै धेरै धन्यवाद हजुरलाई विशेष गरी कार्यक्रमको सिलसिलामा भोलि हुने सांस्कृतिक कार्यक्रमको लागि हजुर पोर्चुगल आउनु भएको छ हजुरको भोलिको तयारी कस्तो छ र भोलिको विशेष कार्यक्रम के छ थोरै हाम्रो दर्शकहरूलाई भनिदिनुस् न थोरै हैन एउटै शब्द दमदार छ एकदम दमदार भोलि हुने सांस्कृतिक कार्यक्रमको लागि त्यो कार्यक्रममा दर्शकहरू के कारणले चाहिँ विशेष गरी आउनुपर्छ भन्ने जस्तो लाग्छ हजुरलाई वर्षमा एकचोटि चासो के तङ्नामा आएको छाट्ट चिटिक्क परेर मेक्ली सेक्ली लाएर सिरबन्दी लाएर छोरी मान्छे आउनु पर्यो छोरा मान्छे झट्ट च्याब्रङ घेरेर डमकडाम नाच्नुको लागि आउनु पर्यो ढाकाको कोट लाएर त्यसपछि झन् तपाईँले चर्चित भन्नुभयो बहु भन्ने छुट्याउनु भयो बहु चर्चित फुर्के लाउरे आएको खण्डमा पोर्चुगलमा बस्नु भने लिम्बू मात्र हैन सम्पूर्ण समुदायको मान्छेहरू तपाईहरुलाई पनि देख्न चाहन्छु म गीत गाउँछु तपाईहरु पिचक पिचक नाच्नुपर्छ है विशेष गरी तपाईँ कार्यक्रमको सिलसिलामा युरोपको विभिन्न देशहरू पुग्नु भएको छ हैन पोर्चुगल पनि आउनु भएको छ तपाईको यो पोर्चुगल विशेष गरी पहिलोचोटि सम्भवतः पहिलोचोटि आउँदै गर्दाखेरि तपाईलाई विशेष गरी युकेमा बस्ने तपाईँ हैन पोर्चुगल आउँदै गर्दा युके र पोर्चुगलमा के चाहिँ परिवर्तन अथवा के चाहिँ फरक पाउनु भयो फरक त यहाँको वेदर छ नि हो युके साह्रै चिसो छ यहाँ न्यानो रहेछ गर्दाखेरि एकदमै रमाइलो सुन्दर रमणीय अनि तपाईहरु जस्तो मान्छे भेट्न पाउँदा झन् आनन्द सांस्कृतिक कार्यक्रमको लागि आउँदै गर्दाखेरि तपाईको सांगीतिक यात्रा कहाँबाट सुरु भयो कसरी सुरु भयो किनभने दर्शकहरूलाई मनमा खुल्दुली लाग्न सक्छ विशेष गरी बहुचर्चित एकैजना व्यक्तिसँग यति धेरै प्रतिभा कसरी आउन सक्छ हैन हास्य कलाकार गायक हैन एकदम चञ्चले विशेष गरी तपाईको सांगीतिक यात्रा कसरी सुरु भयो कमेडियन भनौं न कमेडियन पनि कसरी सुरु भयो विशेष गरी थोरै हाम्रो दर्शकहरूलाई भनिदिनुस् न सांगीतिक यात्रा कहाँबाट सुरु भयो भन्ने तपाईलाई अब गीत सित बचेदेखि गाउँथ्यो हैन अब गाउँको चराचुरुङ्गी भन्नु थाल्दा फेरि गफै हुन्छ त्यति चाहिँ नजाउँ तर अब गाउँमा नाचहरुमा हिँड्दाखेरि यसो गाउन रुचाउने भागेर जाने गाउँमा माथिबाट चट्ट शेर्पा दाजुभाइ गोठाला लिएर गोठाउनु हुन्थ्यो मालिङ्गोमा यस्तो गरेर काँटीले ठस ठस पोलेर बाँसुरी बजाउन सिकियो सांगीतिक एउटा जोर्नी त्यहाँबाट सुरु भयो भन्छु तर अब अलि सांगीतिक भन्नाले त्यस्तो खरो गायक पनि होइन मात्र एउटा गीत गाछु मलाई गायक भनेर सम्बोधन प्लिज नगर्दिनु होला क्याप्सन नलेख्दिनु होला है विशेष गरी तपाईँ नेपालदेखि युकेको पनि युके लाउरे त्यो टाइममा युके लाउरे भनेपछि केटीहरू हुरुकै हुन्थे तपाईलाई पनि थाहा छ होला यो टाइममा पनि होइन सर अहिले पनि अहिले हैन विशेष गरी तपाईको युके लाउरे भइरहँदाखेरि र तपाईँ सांगीतिक कार्यक्रमले गर्दाखेरि विभिन्न देशहरू गइरहँदाखेरि तपाईले आफूले अनुभव गर्नुभएका कुराहरू तपाईँ जस्तो कि युकेमा रहनुभएका दर्शकहरू र अरू देशमा रहनुभएका दर्शकहरूको माया कतिको पाइनु भएको छ सरको दुईटा प्रश्न आयो पहिलो कुरो म केटीमै जान चाहन्छु केटीहरूको आकर्षण भन्नुभयो हैन अब त्यो पहिल्यैदेखि लौरेमा छ अझै पनि छ हैन अर्को कुरो अब माया त लास्ट इयरमा साइप्रस गएको थिएँ लुङ्गाहरूको माया देखेर हैन अब गीत गाएको मात्रै आमा त्यो उफ्रेर त्यो जमिनै फलिरहेको थियो गर्दाखेरि माया एकदम भयङ्कर सांगीतिक कार्यक्रमको लागि आउँदै गर्दाखेरि तपाईँ हामीमाझ आइरहँदाखेरि र दर्शकहरूले तपाईँ हामीलाई हेर्दाखेरि एउटा सांगीतिक कोसेली त जानुपर्छ जस्तो लाग्छ मलाई सांगीतिक जानु पर्यो सर किनभने तपाईँ फुर्के लाउरे आउँदै गर्दाखेरि तपाईँको थोरै तपाईँले गाउनु भएको एउटा गीत हाम्रो दर्शकहरूलाई थोरै एउटा टुक्का मात्रै भए पनि रमाइलोको लागि थोरै गाइदिनुहोस् न सर एकछिन नै रियाज गर्छु है ल थिप्चो छ नाका तिम्रो छाखा लिम्बू सर अलि त्यो हाईमा गएको छु अलि लोमा गाउँछु ल स्वर नपुग्ला जस्तो भयो थिप्चो छ नाका तिम्रो छाखा लिम्बू नि सोल्टिनी रिसको पोका नाकैको टुप्पा बोकेर हिँड्दिने सर आजलाई यति नै
बाँकी सुन्नको लागि तपाईँ भोलि कार्यक्रम आउनुपर्ने हुन्छ। भोलि कार्यक्रममा पोर्चुगलको राजधानी लिस्बोन विशेष गरी वकमान्डु हाम्रो कार्यक्रमको लोकेसन बेलुकी 6 बजीदेखि कार्यक्रम सुरु गइरहेको छ। विशेष गरी अरू गीत अथवा अरू साङ्गीतिक प्रस्तुतिको लागि भोलि आउनुपर्ने हुन्छ। र तपाईँ हामी कुरा गर्दै गर्दाखेरि तपाईँको युके लाउरे भएर तपाईँ युके लाउरे भएर आइसक्नु भएपछि तपाईँले नेपाललाई कतिको माया गर्न थाल्नुभयो, नेपालीपन कतिको देखाउन थाल्नुभयो? किनभने विशेष गरी लाउरेहरूको मन एकदमै कमलो हुन्छ अरे अथवा त्यस्तो भन्थे पहिला। तपाईँलाई चाहिँ आफ्नो नेपालीपन नेपालको कतिको याद आउँथ्यो त्यो टाइममा? कमलो होइन, कमलो पनि हुन्छ, सही कुरा गर्नुभयो। डरो पनि हुन्छ, बन्दुक चलाउने मन, खुकुरी चलाउने मन हो, डरो पनि हुन्छ। त्यही भएर कमलोपनले नेपाललाई सधैँ याद पनि गरिरहन्छ, डरोपनले खुकुरी पनि चलाइरहन्छ। नेपालीपन अब नेपालमा हुँदा पनि डरै थियो मनभित्र, युके आएपछि त झन् डराउने भयो। नेपालको माटोको गन्ध याद आउँछ होइन सर? यतिको चञ्चले मान्छे आइसकेपछि तपाईँले कमेडियनको यात्रा चाहिँ कसरी सुरु गर्नुभयो? कहाँबाट तपाईँको कमेडियनको यात्रा सुरु भयो सर? सर कमेडियनको यात्रा त सुरु भनिदिनु भयो, यसमा धन्यवाद। किनभने म आफूलाई कमेडियन पनि छु भन्ने कुरा तपाईँले चाहिँ रिमाइन्ड गराइदिनु भयो। होइन, हामीले तपाईँको सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि तपाईँको भिडियो अथवा भ्लगहरू आइरहँदाखेरि चाहिँ तपाईँको गीत सङ्गीततिर मात्रै तपाईँ हुनुहुन्न। तपाईँ एकैजना व्यक्तिसँग यति धेरै प्रतिभा होइन, कसरी उत्पत्ति भयो, कसरी आयो होइन? तपाईँले चाहिँ अब कसरी चाहिँ सुरुवात गर्न थाल्नुभयो? किनकि म कमेडियन पनि भनौँ न, आफूसँग यो प्रतिभा पनि छ भनेर कसरी चाहिँ निकाल्न थाल्नु? अहिलेको जमानामा कमेडियन सोचेर भइराख्नु पर्दैन, आफू सबै आउटफुट्याङ हुन्छ सर। तपाईँ पनि अलिकति लाजसाज पचाउनु भयो भने तपाईँ पनि उटफुट्याङ गर्न सक्नुहुन्छ। लाज गरेर सट पचाउने हो, उटफुट्याङ गर्ने हो, क्यामेरा अन गर्ने हो, त्यसपछि जो पनि कमेडियन सर सबै भाइरल हुन्छ। यो समस्याको कुरै छैन होइन, हामी सबै भित्र हुन्छ। हामी बच्चामा खासमा उटफुट्याङै हुन्छ, कमेडियनै हुन्छ बच्चामा। तर ठुलो हुँदै गएपछि अलिकति एउटा बाहिरी एउटा चट्ट सिल्ड राखिन्छ, त्यसलाई चट्ट फुटाउने हो, लाजसाज पचाइदिने हो, सब कमेडियन भाइरल। साङ्गीतिक यात्रामा कुन देश पुग्नुभयो सर हजुर? विशेष गरी युरोपमा कुन देश? मलाई लास्ट इयर साइप्रस बोलाउनु भएको थियो, अनि यो वर्ष पोर्चुगल हो। हजुर, धन्य छु। एउटा मात्रै गीत भएर पनि यसरी ट्राभल गर्न पाइरहेको छु, त्योभन्दा विशेष साङ्गीतिक यात्रामा खासै भएको छैन। हजुर, तपाईँलाई चाहिँ आफ्नो मनमा साङ्गीतिक यात्रा गरिरहँदाखेरि, तपाईँ विभिन्न देशहरू गइरहँदाखेरि तपाईँलाई त्यो देशमा रहनुभएका नेपाली दर्शक अथवा लुङ्गाहरूले कतिको धेरै माया त एकछिन नै गर्नुहुन्छ, तपाईँले चाहिँ अनुभव कतिको गर्नु भएको छ युके र विशेष गरी अरू ठाउँमा? युकेमा धेरै नेपाली हुनुहुन्छ, विशेष गरी मलाई लाग्छ युके पछिको धेरै नेपाली रहने ठाउँ पोर्चुगल नै होला। तपाईँ पोर्चुगल भर्खरै आउनु भएको छ अथवा घुम्न पाउनु भएको छैन होला। विशेष गरी पोर्चुगलमा युके पछिको दोस्रो नेपाली धेरै भएको ठाउँ पोर्चुगल हो। पोर्चुगलमा नेपाली रहिरहँदाखेरि र भोलिको कार्यक्रममा आउनु भएपछि तपाईँलाई यहाँको माहौल कतिको छ भन्ने कुरो थाहा हुन्छ, किनकि पोर्चुगलमा तपाईँको समथिङ 50,000 जना नेपाली त तपाईँको यो समुदायमा हाम्रो यहाँ छौँ र भोलिको कार्यक्रममा तपाईँको त्यसको हामीलाई आदि मात्रै आए पनि धेरै नै धेरै हुन्छ। किनभने तपाईँको पोर्चुगलको माया पाउन बाँकी छ र अरू ठाउँको माया पाइरहँदाखेरि तपाईँले चाहिँ आफ्नो भनौँ न आफ्नो कर्मस्थल युकेलाई कतिको मिस गर्नुहुन्छ? युकेलाई त मिस गरेको छैन नि मैले, बल्ल बल्ल त्यत्रो काम गर्दा गर्दा दुःख पाइरहेको बेला यसरी सट्ट गेट वे हलिडेको रूपमा पोर्चुगल आएको छु। युके त कहाँ मिस गर्ने सर, युके मिस गरेकै छैन। त्यो जाडो त्यो काम अब यहाँ धेरै बस्यो भने चाहिँ मिस गरिन्छ। विशेष गरी हामी कार्यक्रमको अन्त्यतिर छौँ सर। तपाईँको विशेष गरी भोलिको कार्यक्रममा पोर्चुगलमा रहनुभएका दर्शकहरूलाई विशेष गरी तपाईँको आफ्नो साङ्गीतिक प्रस्तुति हेर्नको लागि आउनको लागि म आग्रह गर्न चाहन्छु र तपाईँले पनि विशेष गरी भोलिको लागि आग्रह गर्नुहोला। आउनुहोस्, आउनु भएन भने तपाईँहरूकै घाटा है, म नचाउँछु, तपाईँहरूकै घाटा, आउनुहोस् कृपया भन्न चाहन्छु। ल सबैजना लुङ्गा आदाङ बसे सबैजना जात जातिर आएर हामीलाई साथ दिनुहोस्, रमाइलो गर्नुहोस्। म नचाउँछु पक्का, गीत नगाएको धेरै भयो, स्वर नमिठो भए पनि नाच्नु कि नाच्नु भनेर उफार्छु, आउनुहोस् भन्न चाहन्छु, निम्तो दिन चाहन्छु। दर्शकबिन, भोलि सोमबार पोर्चुगलको राजधानी लिस्बोनमा हुन गइरहेको किरात पोर्चुगलको आयोजनमा विशेष साङ्गीतिक प्रस्तुतिको लागि युकेबाट हाम्रो बहुचर्चित गायक कमेडियन सबैमा पोक्त आदरणीय फुर्के लाउरे सर यहाँ हुनुहुन्छ। उहाँ पोर्चुगल आइसक्नु भएको छ। अब भोलि आउने पालो तपाईँहरूको, कृपया यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू भोलि बेलुकी 6 बजे हामीले स्क्रिनमा राखिदिएको लोकेसनमा आउनु हुनको लागि म विशेष आग्रह गर्न चाहन्छु र युरो पार्टी हेर्दै गर्नुहोला। हस्, धन्यवाद सर। धन्यवाद धेरै धेरै।